रङ लगाइदिएको पनि हुनसक्छ। एउटा कुरा कलर हेरेर हुँदैन। अर्को कुरा धेरैले के भनेको पाइयो भने हामी पहिला लिएर आएको चाहिँ पहिला चलाउँछौँ, पछि लिएर आएको चाहिँ राख्छौँ नयाँ भन्नुहुन्छ नि। कहिले कहिले घरमा भएको भन्दा पनि पुरानो आउन सक्छ। त्यसकारण सिलिन्डरमा लेखेको डेट हेर्ने। डेट कसरी हेर्ने भने यो सिलिन्डरको माथिपट्टि रिङमा 3टा पाता हुन्छ, 1 2 3। त्यो 3वटा पातामध्ये 2टा पातामा रेकर्ड गर्नुहोस्, तपाईँलाई पछि काम लाग्छ। 2टा पातामा रातो रङ लगाएको हुन्छ। जहाँ मिति लेखेको छ त्यो एउटा पातामा एक्स्ट्रा कलर गरेको हुन्छ। ल अब यहाँनिर हेर्नुहोस् है, यसमा पनि रातो, यसमा पनि रातो, बाहिर पनि रातो, भित्र पनि रातो छ। यहाँनिर अब तपाईँले हेर्नुहोस्, देख्नुभयो एउटा पातामा कालो रङ लगाएर B29। यो 29 भनेको इयर 2029 को। अब यो B भनेको चाहिँ म तपाईँलाई बुझ्ने गरी एकदम सजिलोसँग भनिदिन्छु ल। 1 वर्षमा भएको 12 महिनालाई जनवरी, फेब्रुअरी, मार्च पहिलो 3 महिनालाई A लेखेको हुन्छ। यो B भनेको 6 महिना 2029 को जुनमा यो सिलिन्डरको डेट सकिन्छ। C लेखेको रहेछ भने 9 महिना अनि D लेखेको 12 महिना। A B C D 3 महिना, 6 महिना, 9 महिना, 12 महिना, 3 महिनाको 4 भाग लगाएको हुन्छ। अब यो 29 को जुनसम्म भने चाहिँ अहिले ठ्याक्कै जुन चलिरहेछ, 26 को जुन चलिरहेछ हो, 27, 28, 29। अब यो सिलिन्डर 3 वर्ष बाँकी छ। अब 3 वर्षसम्म यो सिलिन्डर यहाँ पुग्छ त पुग्दैन नि, यो त 1 महिनापछि सकेर जान्छ हो। अर्को ल्याउने बेलामा यसै गरी डेट हेर्नु होला। सिलिन्डरको बाहिरको रङ हेरेर नयाँ पुरानो भन्नु मिल्दैन। क्लियर भयो? बुझ्नुभयो? ल बुझेन भने सोध्नुहोस् है, म तपाईँहरूकोमा सिकाउन आएको मान्छे हो। म 5 चोटि पऱ्यो भने सिकाइदिन्छु। अब पालो आउँछ पाउनु, अब क्रमशः तपाईँ नआत्तिनुहोस्। अब पहिलो कुरा डेटको कुरा यसरी हेर्नु होला। दोस्रो कुरा अब खास चाहिँ आमाहरूले सुन्नुपर्ने कुरा हुनुभयो, यो सिलिन्डरलाई हल्लाउने लडाउने गर्नु हुँदैन। कतिपय मान्छेले चाहिँ ग्यास एकछिन बल्छ भनेर गप्ट्याइदिने, बेसरी हल्लाउने गर्दाखेरि पिजमा जम्मा भएर बसेको धुलो फोहोरहरू लिक्विडहरू पास भएर चुल्हातिर गएर जाम हुन्छ। त्यसकारण हल्लाएर लडाएर घोप्ट्याएर बाल्नु हुँदैन। जहिले पनि सिलिन्डर सिधा राखेर बाल्ने, हल्लाउने लडाउने गर्नु चाहिँ हुँदैन। त्यो चाहिँ बिल्कुलै अब कुनै पनि सिलिन्डरलाई लडाएर हल्लाएर बाल्नु हुँदैन। गर्नुभएको छैन होला, छैन नि त्यस्तो कहिले पनि नगर्नुहोस् ल। कहिले पनि घोप्ट्याएर बाल्नु हुँदैन। अब अर्को कुरा यहाँनिर हेर्नु, एउटा सिलिन्डरमा सूचना लेखेको हुन्छ, प्रयोगमा नहुँदा रेगुलेटर बन्द राख्नु होला। सिलिन्डरमै सूचना लेखेर आएको छ हो, यसमा सिलिन्डरमा लेखेको छ। तर यो सूचना चाहिँ हाम्रो नर्मल रेगुलेटर हुन्छ नि, सिम्पल खालको रेगुलेटर हो, त्यो रेगुलेटर चाहिँ प्रत्येकचोटि खाना बनाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ। तर यो मोडलको रेगुलेटरलाई बन्द गरिरहनु पर्दैन। यो रेगुलेटर चाहिँ अटोमेटिक अफ सिस्टम हो। केही गरी पाइपहरू फुट्यो काट्यो, हाई प्रेसर भयो, लिकेज भयो भने यो रेगुलेटर आफै अटोमेटिक बन्द हुन्छ। यसलाई चाहिँ पाइपै काटेर सलाई गरेर बाले भने यो रेगुलेटर चाहिँ बल्नेवाला छैन, यो चाहिँ अटोमेटिक बन्द हुन्छ। अब तपाईँहरूले हेर्नुपर्ने चाहिँ यो रेगुलेटर र पाइपको डेट हेर्ने गर्नुहोस् है। म रेगुलेटरको डेट पनि हेरिदिन्छु ल एकचोटि। भित्र चुल्हा आफै छँदैछ है। 23 को होला, 23 को जस्तो लाग्छ मलाई, किनभने तपाईँकोमा र उता हाम्रो केसाङ डोल्माकोमा सँगै फेरेको हो होइन। 23 को हो, मैले देखाइदिन्छु। 02/2023 23 भनेपछि 24, 25, 26 3 वर्ष भइसक्यो है। यो खासमा नियम अनुसार चाहिँ हजुरले लास्ट इयर फेर्नुपर्ने। 2 वर्षभन्दा बेसी एउटै पाइपलाई र रेगुलेटरलाई नचलाउनु भनेर विभागबाट अहिले यसरी सूचना आएको छ। म सूचना पढेर सुनाइदिन्छु ल। किनभने ग्यास कति डेन्जर छ भन्ने कुरा यही सूचनाबाट पुग्छ। ग्यासको सिलिन्डर भनेको घरमा राखेको बम हो, यो विस्फोटक पदार्थ हो। त्यसकारण तपाईँहरूले के गर्नु पऱ्यो भने यो खालको घटनाहरू नहोस्। यो मान्छेको घरमा 3 जनाको मृत्यु भयो, 4 तले घर पुरै भएको यो मत्स्य गाउँस्थित हरिकृष्ण महर्जनको घरमा भएको घटना हो। त्यसकारण तपाईँहरूले 2 वर्षमा रेगुलेटर र पाइप फेरौँ भनेर यहाँ विभागबाट सूचना आएको छ है। त्योभन्दा बेसी चलाइदिँदाखेरि चाहिँ तपाईँहरूलाई प्रब्लम पर्न सक्छ। भोलि कन्ट्रोलर बिग्रिने, हाई प्रेसर हुने, दुर्घटनाहरू हुने प्रब्लम पनि आउन सक्छ है। त्यस कारणले गर्दा 2 वर्षभन्दा बेसी एउटै पाइप अथवा एउटै रेगुलेटरलाई त्यसरी चलाइरहनु पनि हुँदैन। पाइपहरूमा अलिअलि अब यसरी चर्किन पनि थालेछ है। पाइप यो त धेरै ठाउँमा चर्केको रहेछ है।